On the way from Gambitara to Surya Vinayak, almost 5 kilometers. यहाँबाट चाहिँ पाइलट बाबा आश्रम जाने बाटो। कालो चस्मा लाऊ भन्छ, पिरती लाउने आऊ भन्छ। त्यसपछिको गीत चाहिँ थाहा भएन। बाटो छोड भने जसरी हर्न बजायो, त्यही भने हो कि के हो। ओह्रालो बाटो छ, त्यही भएर खासै कुदाउन मेरो आँटले सक्दैन। स्कुटर ब्रेक हान्दाखेरि ब्रेक लाग्ने भन्दा नि चिप्लिने चाहिँ हुन्छ। त्यसैले बिस्तारै जान्छु म। ढाँडा पाइलट बाबा चाहिँ यहाँबाट पनि जानु मिल्छ। जोडी मिलेर गोरु नारा जस्तो जोत्या जसरी आइरहनु भएको छ अङ्कलहरू। कालो डिफल आयो, S05 होला। उहाँले कसैलाई पर्खिँदै हुनुहुन्छ जस्तो छ। यस्तो ड्राई सिजनमा पनि रोड चाहिँ चिसो छ, चिप्लो होला जस्तो छ। भनेपछि बर्खामा त यो चिप्लो नै हुन्छ होला सायद। ठाउँ ठाउँमा भिजेको रोडहरू देखिरहेको। उहाँहरूलाई चाहिँ म ओभरटेक गर्छु, उहाँहरू लास्टै ढिला हिँड्नुभयो। यो बाटो हिँड्दाखेरि चाहिँ पुलेखानीबाट देउराली उक्लिने बाटोकै याद आइरहेछ। जहाँ गए पनि अलि उकालो जङ्गल जस्तो बाटो, साँगुरो बाटो आएपछि घर जाने बाटोकै याद आउँदो रहेछ। साइक्लिङ गरेर आउनलाई पनि सही रहेछ। बाइकमा आउनुभन्दा पनि हाइकिङ गर्नको लागि चाहिँ बेस्ट। धेरै बाटो पनि छैन, ठाडै उकालो लामो त्यस्तो पनि होइन। जतिसुकै टाइम लगाए, जति ढिला हिँड्यो पनि 2 घन्टामा माथि पुगिहाल्छ, 2 घन्टामा तल झरिहाल्छ। टाइम लगाउने मान्छेलाई, नत्र नलगाउनेहरूलाई त 1 घन्टा। सर्ट हाइकिङको लागि चाहिँ बेस्ट रहेछ। जङ्गलमा चिसो हावा खाँदै हिँड्दै। डोलेश्वर मन्दिर पनि भक्तपुरको एकदम नाम चलेको, धेरै मान्छेहरू जाने खालको मन्दिर हो। कता होला सोच्थेँ मैले, यहाँ रहेछ। यहाँ फेरि गोदावरीवाला भाइ साय है। यस बिदाको दिन एक्लै चिलमा यस्तो ठाउँमा जान मजै हुन्छ। जति टाइम मन लाग्छ बस्यो, फर्किहाल्नु मन लाग्यो भने फर्क्यो, बसिरहनु मन लाग्यो भने बसे पनि भयो। यहाँ चाहिँ भोज रहेछ। अहिले खासै भोक त लागेको छैन, त्यही भएर नजाउँ। यहाँबाट लेफ्ट जाँदाखेरि चाहिँ कुण्डुफु एमालेहरूको बाको घर, केपी ओली प्लस अङ्कलको घर महेश बस्नेत। अब चाहिँ हामी सूर्य विनायक नै आइपुगिसक्यौँ। हामी भन्दा नि म भनौँ। अघिसम्म कस्तो ठाउँमा थियो, अब एकछिनमा पुरै क्राउडेड, धुवा धुलो सबै थोक भएको ठाउँमा आइपुगिहाल्यो।